सबैजनालाई नमस्कार। आज हामी प्रतिनिधि सभाको निर्वाचन 2079 लाई फर्केर हेर्न जाँदैछौँ। हो र आज कुन क्षेत्रको चर्चा गर्दैछौँ त हामी? आज हाम्रै स्याङ्जाको क्षेत्र नम्बर 2 लाई हेरौँ है त। हुन्छ नि। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचन 2079 अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर 2 मा नेपाली कङ्ग्रेसका उम्मेद्वार धनराज गुरुङ 31,466 मत ल्याई विजयी हुनुभएको थियो भने निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टी एमालेकी उम्मेद्वार पद्माकुमारी अर्याललाई 5,627 मतान्तरले पराजित गर्नुभएको थियो। पद्माकुमारी अर्यालले 25,839 मत ल्याउनु भएको थियो। उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका टिक राज गुरुङ 8,113 मतसहित तेस्रो नम्बरमा हुनुहुन्थ्यो भने अन्य उम्मेद्वारहरू कसैले पनि 1,000 मत पनि ल्याउनु भएको थिएन। अब समानुपातिकतर्फ कुन पार्टीको कति मत आयो त्यो पनि हेरौँ। नेपाली काङ्ग्रेसको 27,979, नेकपा एमालेको 24,476, राष्ट्रिय स्वतन्त्र पार्टीको 10,950, राष्ट्रिय प्रजातन्त्र पार्टीको 1,549, नेकपा माओवादी केन्द्रको 1,330 आएको थियो। यसरी प्राप्त मतको आधारमा स्याङ्जा क्षेत्र नम्बर 2 मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेपाली कङ्ग्रेस पहिलो, नेकपा एमाले दोस्रो तथा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो हुन सफल भएको थियो। अन्त्यमा अब हुने फागुनको प्रतिनिधि सभाको निर्वाचनमा यो क्षेत्रमा कुन पार्टी विजयी होला? 1 कमेन्ट गर्नुहोस् है त।